हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। सबैलाई स्वागत छ मेरो न्यू ब्लगमा। र गाइज आज हामी यसो फुटबलको गेम हेर्न जाँदैछौँ होइन। र हाम्रो स्पेसल रीति राई र हाम्रो अनिता बस्नेत उहाँ आउनु भएको छ गेस्टमा होइन। फुटबलको हाम्रो पेनाङको आउनु भएको छ र उहाँहरूलाई हामी यसो भेटघाट गर्न चाहिँ। र अहिले चाहिँ हाम्रो साथीहरू एकदम रेडी भइसक्नु भएको छ यहाँ एकदम। ल उहाँ चाहिँ केरा खाँदै एकदम खतरा है। के हो पारा यस्तो? क्या बोला तूने? ल अहिले साथीहरू हामी चाहिँ जस्ट ग्राफलाई कुरिरहेछौँ होइन। ग्राफ आयो भने त्यसपछि हजुरहरूले जानेछौँ होइन। ग्राफ आउँदैछ अब आउनेवाला आइसक्यो अलरेडी। थाहा छ मलाई। यही रहेछ दाइ, यहीँ आएछ। र गाइस हाम्रो अलरेडी ग्राफ आइसक्यो, यता हेर्न सक्नुहुन्छ। ग्राफ आइसक्यो, अब हामी जाँदैछौँ। लेट्स गो है साथीहरू, सबैले हेर्दै गर्नु होला। ओके गाइस हामी साथी अब फाइनल्ली हामी अब ग्राफमा जाँदैछौँ होइन। टक्क अब ग्राफमा बसिसक्यो। अब यता साथीहरू हेर्न सक्नुहुन्छ है। आज चाहिँ हामी पिर्तीलाई एकदम भेट्ने हो है हामी। अनि एकजना को चाहिँ हाम्रो क्याप्टन एफएफ को अंजना होइन। अबे जल्दी बोल, कल सुबह पनवेल निकल। अनिता बस्नेत। ओके गाइज ल आज हामी भेट्नेछौँ है। सबैले हेर्दै गर्नु होला है। हाम्रो चाहिँ यहाँ पेनाङको माहौल यस्तो छ। र हामी चाहिँ अब यतादेखि पारी पेनाङ चाहिँ हामी जाने हो। र अहिले चाहिँ हामी जाँदैछौँ है। ग्राफ हाम्रो रेडी भइसक्यो गाइज। अहिले चाहिँ हामी बाटोमा छौँ। हजुरको फेरी भन्नाले पनि हामी पुल माथि चाहिँ हिँडिरहेछौँ। यहाँ टक्क हेर्न सक्नुहुन्छ समुद्रहरू हेर्न सक्नुहुन्छ। बिचमा ठ्याक्कै एउटा टापु रहेछ, हेर्न सक्नुहुन्छ यहाँ कस्तो मजाको। त्यति मात्रै है, एकदम बिचमा त्यति मात्रै टापु हो। अहिले हामी यहाँ अब ग्राफमा जाँदैछौँ। अब लगभग अब पुग्न लाग्यो। एकदम प्रीति राईलाई चाहिँ आज एक्साइटेड छन् भने चाहिँ पुरै एक्साइटेड एकदम। सबैले फोटो खिच्न पाए पनि हुन्छ क्या। त्यही हामी पनि अब एक्साइटेड छौँ। यसो भेटघाट है। हामी पनि त छौँ है। ल अब गएर त्यतैतिर अब ठ्याक्क ठाउँमा अब है कुरा गरौँला साथीहरूलाई। सबैले हेर्दै गर्नु होला। ओ गाइस फाइनली हामी चाहिँ हाम्रो प्रीति राई आएको ठाउँमा चाहिँ हामी आइसक्यौँ होइन। हाम्रो पेनाङको दोस्रो वर्ल्ड कप हेर्न सक्नुहुन्छ। वर्ल्ड कप 2025। हाम्रो दाइहरू अहिले हिँड्दै हुनुहुन्छ कलाएर। र फाइनल्ली हामी आइसक्यौँ। अब चाहिँ भित्र हिँडिरहेछौँ। ठ्याक्क अब टिकट कति लाग्छ यहाँ हेरौँ। ल हामी फाइनली स्टेडियममा आइसकेका छौँ। यहाँ गेम पनि स्टार्ट भइसकेको छ, हेर्न सक्नुहुन्छ। टक्क लाएर हाम्रो टक्क कतादेखि जाने राई? ल धन्यवाद हजुरहरूलाई। हामी चाहिँ अब स्टेडियममा यहाँ गेम स्टार्ट भइसकेको छ है गाइस, हेर्न सक्नुहुन्छ। टक्क लाएर र अहिले हामी चाहिँ अब यसो अब मजाले हेर्ने बस्ने ठाउँमा चाहिँ जाँदैछौँ। टक्क लाएर हेर्नुपर्छ राम्रोसँग बसेर है। यहाँ गेम स्टार्ट भइसकेको छ है। गेम एकदम खेलिराख्नु भएको छ गाइस, हेर्न सक्नुहुन्छ। यो फुटसलको रहेछ क्या, फुटसलको रहेछ यहाँ गेम है। ओहो खतरा ल गाइस।
खोइ आज तिती राईलाई भेट्ने भनिरहेछौँ अब भेट्छौँ कि नै भन्ने थाहा छैन एकदम तर एक्साइटेड चाहिँ छौँ भन भेट्ने हाम्रो जुन नेपालको हुनुहुन्छ प्लेयर तिती राईको चाहिँ खोजीमा छ Medisting in the costing in the factories. म त बुझेन यार दाइ यार के बोल्नु भयो यस्तो पारा यो भनेको एकदम राम्रो एकदम राम्रो एकदम राम्रो है ज्ञान हेर्न आएको छ आज प्रीति राईले फ्याक्ट्री छ एकदम है एकदम गोल भयो गोल भयो गोल भयो फेरि पाए यार गोलै भयो क्या हो उतातिर जाम उतातिर टक्क बसेर लाएर टक्क हेर्नुपर्छ हामी छौँ यति दर्शकहरू हुनुहुन्छ हाम्रो है सबैले कता जाऊ कता जाई हेलो गाइज के छ हो साथीहरू ठिक छ हो के छ ठिक छ एकदम मस्त है एकदम बिहान आइसक्यो स्टार्ट चाहिँ कहिले भयो भर्खर ओ फेरि हाने गाइज कसको गेम हो कसको हो यहाँ कराउने मान्छे त थुप्रै रहेछ त हो गेम त बबाल भएछ कता बस्ने यता बस्ने ल गाइस अब सबैले हेर्दै गर्नु होला है गेम एकछिन देखाइदिनु पर्छ होइन टाक्क लाएर हेलो गाइस फाइनली हामी यता यसो बिहान खाएर आएछौँ यसो खानेकुरा खाएर आएछौँ यहाँ हेर्न सक्नुहुन्छ सेलोहरू टाक्क लाएर हाम्रो यहाँ चाहिँ हाम्रो व्यवस्था खानेकुराको लागि व्यवस्था गर्नुभएको छ होइन टाक्क लाएर धेरै राम्रो काम गर्नुभएको छ हामी अब यति धेरै होइन अब आउँछौँ होइन दर्शकहरू जसको उहाँहरूलाई केही होस् होइन खानेकुराहरूलाई केही पुन है मेरो यो हो ल खोइ चम्मच टक्क राख्नु त लगाइ हाम्रो यहाँ सिस्टरहरू पनि हेर्न सक्नुहुन्छ टक्क लगाएर मेरो यता मोमो गाइस अब हामी मोमो खान्छौँ टक्क लगाएर हाम्रो यहाँ चिकन सिस्टम व्यवस्था छ टक्क लगाएर ओहो अन्दै ल च्याप्पा लाएर अब मोमो बजाउनु पर्यो है गेम हेर्नु आइएको छ अब खोइ अनुहार देख्नु पाइन्छ पाइँदैन इन द कलेज मैं क्या करूं फिर जॉब छोड़ दूं ल कस्तो रहेछ मोमो चाखौँ है त चाखौँ दाइ चाख्नुपर्छ टक्क लाएर खोइ दाइ कम मारिसिनी चिप्पातला बिस्तारै साथीहरू अब हामी टाक्क मोमो खान्छौँ होइन खाँदै पनि यता बजाउँदै हुनुहुन्छ झ्याप्पा लाएर मोमो बजाउनु नि दाइ पिरो रहेछ हो पिरो रहेछ यो त्यसको सस कि A1 भर्खर तातो रहेछ यार मलाई त धेरै तातो लाग्यो ल गाइस सबैले हाम्रो खाएको र अहिले गेम स्टार्ट भएको छैन अहिले गेम हामी हेर्न जाने हो यहाँ ट्याक्कै गेम भइरहेछ हेर्न सक्नुहुन्छ है ल हामी खान्छौँ त्यसपछि कुरा गर्छौँ है
सबैले है अहिले एकछिनमा अब अझै गेम चलिरहेछ अहिले एकछिनपछि कन्टिन्यू तपाईँहरूलाई देखाइराख्छौँ है त ल राइट हाम्रो यहाँ साथीहरूको प्लास्टिक यहाँ हाम्रो पितिराईहरू हुनुहुन्छ कि हुनुहुन्न सायद हुनुहुन्न होला अहिले आउनु भएको छैन होला हाम्रो गेस्ट कराएर कृष्ण ठिक छ बवाल छ होइन ओहो कस्तो खतरा देखेछ त यार तेरिका यार यस्तो देख्यो भने त केटीहरू लुट्नु पर्छन् है हाम्रो दिदीबहिनीहरू यता हुनुहुन्छ ट्याक्का लाएर ओहो एकदम मजाले होइन हाम्रो बसेर हेर्दै हुनुहुन्छ सबले हेर्नु होला मेरो ब्लगमा सबैले दाइ चस्मा त खतरा देख्नु भएको छ के महाकस ओ बवाल देख्नु भएको छ ल हजुरलाई वेलकम छ मेरो लाइफमा है मेरो युट्युब ब्लग हो के दाइ लगाइस सबैले हेर्दै गर्नु होला होइन टाक्का लाएर होइन आज हाम्रो गेम एकदम रमाइलो फाइनल हुनेवाला छ होइन आज चाहिँ फाइनल हो होइन हाम्रो जोरबारु इको केलदेखि होइन सबै ठाउँदेखि आउनु भएको छ हाम्रो गेस्टहरू पनि आउनु भएको छ टाक्का लाएर सबैले हेर्नु होला त पिति राई हो भनेर पिति राईलाई हेर्न आएको म त डान्स रहेछ त यार है त्यस्तो पो क्या हुन्छ म त पिति राई हो भनेर आएको यो त डान्स रहेछ है ज्याद तेरिका म त पिति राईलाई हेर्ने हो है कहाँ म डान्स हेर्दैन म दर्शकहरूलाई देखाउँछु बरु दर्शकहरू टाक्का हान्न सक्नुहुन्छ लास्टै दर्शकहरू यहाँ हाम्रो दर्शकहरू के भयो के भयो दाइ पिति राईले त हेर्नै पाएन त यार दाइ म त पिति राई हो भनेको आएको पिति राईले हेर्नै पाएको छैन हाम्रो पिति राई अनिता बस्नेत हाम्रो आउनु भएको छ उहाँहरूले चाहिँ हेर्न आएको त यहाँ डान्स रहेछ त है डान्स हेर्दैन है डान्स पनि हेर्ने हो यहाँ सबै पुरा मान्छे घेरेको रहेछ ठाउँ नै नपाएर अनि के डान्स हेर्नु अब ना म नि हान्दा रहेछ त होइन दाइ म नि पुलबोट खेलारी हो त खोइ दा यार पिति राईलाई हेर्न गएको पिति राई त भेटेन त हो जुत्ता उड्यो जुत्ता हो कसको जुत्तै उड्यो हो गाइस हाम्रो अब ब्लग मेरो चाहिँ अब यस्तै बिहानदेखि साँझ भइसक्यो अहिलेसम्म पिति राईलाई भेटेको छैन गाइस अब हेरौँ भेटिन्छ कि उहाँहरू त मान्छे देखेर नै आफै सम्म होला कस्तो मान्छे होला भनेको त होइन गाइस हाम्रो पिति राई आइसक्नु भएछ है सबैले हेर्न सक्नुहुन्छ टाक्का लाएर हामी पनि पिति राई सबैले ल गाइस हाम्रो ब्लग चाहिँ आजको यही अन्त्य हुँदैछ होइन पितिलाई पनि मैले जस्ट भिडियोमा क्याप्चर गरेछु सबैले हेर्नु होला मेरो ब्लगलाई पनि माया पनि गर्नु होला हाम्रो क्यामेराम्यान दुधु क्यामेराम्यान देख्छ है पिति राईलाई भेट्न पाएन के गर्ने गएको छ बहु भेट्न आएको छ कहाँ छ पिति राई
अब मैले चाहिँ भिडियोमा क्याप्चर गरेको छु जस्ट अब हजुरहरूलाई सबले हेरेर साथ दिनु है एकदम जस्तो अब नेपालको होइन अब राष्ट्रिय खेलाडीहरू हुनुहुन्छ होइन अनिता बस्नेत कृति राई उहाँहरूलाई भेट्न पाएँ अब हेर्न पाएँ अब फेस टु फेस होइन अब हेर्न पाएँ त्यही खुसी लाग्यो अब फोटो सेसन त गर्न पाएन है हेर्न सक्नुहुन्छ पाक्का लगाएर आयो आयो हाम्रो गाई बस्नु भएको छ पाक्का हेर्न सक्नुहुन्छ आज हामी कृति राईलाई भेटिसक्यो गाइस आज हाम्रो कृति राईलाई भेटिसक्यो अब भेट्न मन थियो भेटिसक्यो होइन 10 रुपियाँ टिकट नै तिरेर आएको है गाइस सम्पूर्ण खेलाडी साथीहरू तपाईँहरू पारिपट्टिको गाइस मेरो ब्लगले आजको मार्चमा हजुरहरूलाई यति नै है सबैलाई बाई बाई के भेट्नुभयो खुसी भयो प्रीतिलाई भेट्यो देखियो एकदम खुसी ल चित्त बुझ्यो मेरो ब्लग पनि एकदम आज चाहिँ धेरै राम्रो भयो होइन सबैले एकदम बेस्ट भयो सबैलाई मेरो ब्लगलाई बिदा गरिदिरहेको छु अहिले र फेरि पनि यस्तै गरी राम्रो राम्रो ब्लग